निमिङ्मी बिहान उज्यालो दृष्टि अहिले पनि समय बिहानको करिबन 5:30 भएको छ होला। भर्खरै मात्रै ममङको जति पनि डेभोटिसहरू स्यमसा सेरोवै मेडिटेसन गरेर घरतर्फ लाग्यो। मेडिटेसन गर्यो, योगा सक्यो अनि घरतर्फ लागिन्छ। यो लिबुङबाको न्युयोर्कबाट यो डिस्ट्रिक्ट यहाँको लिबुङबाको माङहिममा कति राम्रो फुलहरू क्या दामी दामी फुलहरू सजाएको छ। फुलहरू कति दामी फुल, यहाँ पनि फुल, यहाँको चिटिक्के फुल, सबै फुलै फुल, दामी फुलै फुलहरू सजाएको छ। कति दामी फुलै फुल, यहाँबाट पनि हेर्दा फुलै फुल। चटक्क यहाँबाट चाहिँ मखमली, गोदावरी, सयपत्री फुलले स्वर्ग जस्तो सजिएको झिलिमिली माङहिमलाई भनेर एउटा गीतले भन्छ। अनि यहाँ हामी अहिले भर्खर मेडिटेसन सकेर हामी घरतर्फ फर्क्यौँ र अहिलेको मेडिटेसनको सकेपछि अहिले माङहिमको दृश्य यहाँलाई देखाइरहेको छु। फुल कति राम्रो, हाम्रो के अरे माङहिममा बस्नुहुने भाग्यमान सर आदरणीय सुइङ निम्जन, यहाँहरूले कति राम्रो फुल रोप्नु भएछ हौ। माङहिममा चिटिक्के बनाउनु भएछ, कति दामी। आजको मौसम यति दामी छ। अनि यो प्रवेशद्वार गेट, यहाँबाट हामी बाहिर निस्किनेछौँ र आजको बिहानको यति दामी छ। मौसम पनि दामी भएकोले मैले अलिकति यहाँ फोटो लिएँ है। बिहानको यति राम्रो छ। हामीलाई मेडिटेसन गरेपछि ऊर्जा मिल्छ हैन। योगा गरेपछि आफ्नो शरीरलाई फिट हुन्छ, सदैव शरीरको स्वास्थ्य राम्रो हुन्छ। अनि अहिले बिहानको यो दृश्य हाम्रो एबी सरकार यहाँ बिसाउनु भएको छ। उहाँ सेदङ रिम्बीबाट टक्कै गाडी मेडिटेसन गर्ने एक गाडी आउनुहुन्छ। चट्ट मेडिटेसन गरिसकेपछि, योगा गरिसकेपछि उहाँहरू घरतर्फ फिर्छ चिटिक्कै फ्रेस भएर। उहाँ टक्कै घरमा फिर्छ फ्रेस भएर। त्यहाँबाट माङहिम चक्क यस्तो हेऱ्यो। आज ज्यालो आज दिन उग्रेको छ, त्यसैले माङहिम पनि यस्तो खिच्नु मिल्यो, चटक्कै मिलिरहेछ। कस्तो दामी मिलिरहेछ हामी गरेको छौँ। र अहिले मेरो छोरा पनि अगाडि लाग्दैछ। मेडिटेसन गरिसकेपछि हामी दुईजना बाउ र नि छोरा मजाले मेडिटेसन गरिसक्यौँ। र आजको दिन राम्रो होस्, सबै सुखर होस्, तपाईँहरू सदैव चियाटाइप होस्। र गुड मर्निङ यहाँ सबैलाई भन्दै आजको यो सानो भिडियो क्लिप यतिमा राख्न चाहन्छु। धन्यवाद। यामसिङमी अनि निमिङमी।